रमेश लेखकजी पनि र उहाँ चाहिँ त्यो त एकादशी कथा भएन। सुन्नुहोस् न, उहाँ चाहिँ कस्तो दुर्गति काङ्ग्रेसको हालत आज कानुनको ज्ञाता पनि हो। र तपाईँले बुझ्नुपर्ने एउटा कुरा फेरि के छ भन्नुहुन्छ भने हाम्रो त नेता हो। हिजो अस्ति भर्खर उहाँ चाहिँ संसदीय दलमा कुनै पनि माननीय मन्त्रीजी यदि कुनै अनुसन्धानको घेरामा आउनुभयो, यदि प्रश्न उठ्यो, राज्यको कुनै सक्षम निकायले यदि अनुसन्धान गर्नुपर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी मन्त्रीको पदमा रहन रहनुहुन्न। त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ भन्ने कुरा पनि हामीले उठाउँदै आएका छौँ। रमेश लेखक जस्तो आदर्शवान नेताले मलाई लाग्छ 1-2 घन्टा नबनिकन सम्भवतः आज 12 बजे राति या भोलि या सदन खुल्नु अगाडि उहाँले राजीनामा दिएर अनुसन्धानको निम्ति समिति गठन गर्नुहोस् र म माथि टेस्ट गर्नुहोस्, परीक्षा लिनुहोस्, म चाहिँ संलग्न छुइनँ भनेर 12 गतेको सदन खुल्नु अगाडि उहाँले भन्नुहुन्छ भन्ने मलाई आत्मविश्वास छ।